सम्माननीय प्रधानमन्त्रीज्यूकै भाषा र शैलीमा यो गरिमामय सदन मार्फत उहाँले मुलुक र जनताप्रति भुलचुक माफी मागेर आफ्नो अभिव्यक्ति सचिएर अगाडि बढ्नुपर्छ। तमङमध्ये यति धेरै ठुलो चलखेल भएछ, यसलाई क्यासमा बदल्ने भन्दा एउटा भरियाले बोक्न नसक्ने रहेछ, यो त ठुलो ट्रक चाहिने रहेछ समङ महोदय। माननीय अर्थमन्त्रीज्यूले नैतिक रूपले यसलाई जिम्मेवार लिनुहुनेछ भन्ने ध्यानकर्षण गराउन चाहन्छु। जान्नलाई छान्ने राम्रालाई छान्ने भन्ने नारा लिएर आउनुभएको थियो। मलाई पूर्ण आशा लागेको थियो राष्ट्रिय सीमासँग जोडिएको विषय आज बोलेन भने इतिहासले पनि माफ गर्दैन भनेर बोल्न उभिएको छु सभामुख महोदय। सम्माननीय सभामुख महोदय, हो हामी नीति निर्माणका निम्ति आएका हौँ। के नियम कानुन निर्माण गर्नुपर्ने हो, संविधानसँग नबाजिने गरी राष्ट्रिय हितका निम्ति भोक प्यास नबने, सार्वजनिक विधा नबने, अहोरात्र नबने पूर्ण रूपमा कानुन निर्माणको निम्ति दत्तचित्त रहेको जानकारी गराउन चाहन्छौँ। पूर्ण रूपले आजै कहाँ के सहमति दिनुपर्ने हो त्यो सहमति पनि दिन चाहन्छौँ र यो विषय अलिकति पनि दुविधा नरहन अनुरोध गर्न चाहन्छु। तर आज विरोधका निम्ति विरोध गर्न उभिएको छैन सभामुख महोदय। यस्तो गम्भीर विषय, संवेदनशील विषय, राष्ट्रिय सीमासँग जोडिएको विषय आज बोलेन भने इतिहासले पनि माफ गर्दैन भनेर बोल्न उभिएको छु सभामुख महोदय। यो केवल एउटा पार्टीको विषय मात्र रहेन, राष्ट्रलाई शिरमा राखेर हेर्नुपर्छ। सत्तापक्षका माननीय सांसदज्यूहरू सहीलाई सही, गलतलाई गलत भनेर परिवर्तनशील नारा लिएर आउनुभएको थियो। जान्नलाई छान्ने राम्रालाई छान्ने भन्ने नारा लिएर आउनुभएको थियो। मलाई पूर्ण आशा लागेको थियो आज मुलुकको विषय बनेको छ, देशको परराष्ट्र सम्बन्धको विषय बनेको छ, देशको सुरक्षा सम्बन्धी विषय बनेको छ, राष्ट्रियताको विषय बनेको छ, देशको सिमानाको विषय बनेको छ। यति महत्त्वपूर्ण विषयमा, यस्तो राष्ट्रिय इस्युमा, मुलुकको इस्युमा प्रतिपक्षका सांसदहरू मात्र उभिने होइन, यो विषयमा हामी पनि एकमत एकताका साथ यो गरिमामय संसदमा उभिएर साथ दिनेछौँ, गलतलाई गलत बन्नेछौँ भन्ने पूर्ण आशा लागेको थियो सभामुख महोदय। खबर केही छैन, तर सम्माननीय प्रधानमन्त्री दिनुभएको यो अभिव्यक्तिलाई तुरुन्त निर्कोल गर्नुपर्नेछ र यसको एकमात्र विधि भनेको सम्माननीय प्रधानमन्त्रीज्यूकै भाषा र शैलीमा यो गरिमामय सदन मार्फत उहाँले मुलुक र जनताप्रति भुलचुक माफी मागेर आफ्नो अभिव्यक्ति सचिएर अगाडि बढ्नुपर्छ र यो कदम यथाशीघ्र अगाडि बढाएर यति महत्त्वपूर्ण बजेट सम्बन्धी र महत्त्वपूर्ण कार्यसूची सम्बन्धी छलफल गर्ने प्रारम्भ गतिरोध अन्त्य गरेर यो वातावरण निर्माणको निम्ति सभामुखसँग अनुरोध गर्न चाहन्छु। सभामुख महोदय, जेठ 15 गते अर्थ बजेट आयो, संसदमा आर्थिक विधेयक दर्ता भयो। उक्त आर्थिक विधेयकमा 20 लाखदेखि 30 लाख पर्ने इलेक्ट्रिक भेहिकलको दर रेट छुटेको थियो। भोलिपल्ट मन्त्रालयको वेबसाइटबाट डिलिट भयो र फेरि छुट भएर म छुट्याइहालेँ सभामुख महोदय, फेरि सच्याएर मन्त्रालयको वेबसाइटमा अपलोड गरियो। हामी त सोझो मान्छे, लागेको थियो मानवीय त्रुटि हो, टाइपिङ मिस्टेक हो। तर सभामुख महोदय, आज मिडियाभरि प्रश्न छन्, समाजमा प्रश्न प्रचार, बजारमा कोलाहल छ। यो त टाइपिङ मिस्टेक होइन रहेछ, नियतवश गरिएको रहेछ। आज भन्सारका कर्मचारी निलम्बित भइसक्नु भएको छ। सभामुखमा यति धेरै ठुलो चलखेल भएछ, यसलाई क्यासमा बदल्ने भन्दा एउटा भरियाले बोक्न नसक्ने रहेछ, यो त ठुलो ट्रक चाहिने रहेछ सभामुख महोदय। संसदमा दर्ता भएको आर्थिक विधेयक र मन्त्रालयको वेबसाइटमा अपलोड भएको आर्थिक विधेयक फरक छ। यसलाई संसदले गम्भीर रूपमा लियोस् र माननीय अर्थमन्त्रीज्यूले नैतिक रूपले यसलाई जिम्मेवार लिनुहुनेछ भन्ने ध्यानकर्षण गराउन चाहन्छु र सभामुख महोदय यो विषयलाई अत्यन्त गम्भीर लियोस् र चाँडोभन्दा चाँडो गतिरोध अन्त्य होस्। सम्माननीय प्रधानमन्त्रीज्यूले उहाँकै भाषा र शैलीबाट यो गरिमामय संसद मार्फत उहाँले जनता समक्ष भुलचुक माफी मागेर आफ्नो अभिव्यक्ति सचेर अगाडि बढ्नुहुने अनुरोधका साथ र यो विषय नभइन्जेलसम्म हामीले यो विरोध गरिरहने पनि जानकारी गराउन चाहन्छु। धन्यवाद।